हाई गाइज, आज चाहिँ म घरमै कसरी आइस कफी बनाएर खान सकिन्छ भनेर देखाउँछु है त। सुरुमा चाहिँ कुनै पनि टाइपको एउटा कफी लिन सक्नुहुन्छ। अनि त्यसमा चाहिँ चिनी एड गर्ने अनि थोरै पानी राख्ने। अनि यसलाई चाहिँ मजाले काँटाले फिटे पनि हुन्छ मजाले। मसँग चाहिँ मिल्क फ्रोदर छ अनि मैले चाहिँ यसले फिटेँ होइन। जुनै तरिकाले गर्दाखेरि पनि हुन्छ। अनि मजाले फिट्ने, त्यसलाई त्यसको कलर चेन्ज भएर अलिकति फमी टेक्सचरको भइन्जेलसम्म फिट्ने त्यसलाई मजाले होइन। अनि त्यसपछि चाहिँ यसमा आइस एड गर्ने। अनि त्यसपछि यसमा चाहिँ हजुरले चिसो दुध एड गर्नुपर्छ मजाले। यतिकै पनि खान सकिन्छ। यो स्टेजमा पनि एकदमै मिठो हुन्छ। मैले चाहिँ अब यसलाई मोर इन्हान्स गर्न लागेको। मसँग चाहिँ चक्लेट लिक्विड सिद्धिएको थियो अनि त्यसपछि लिक्विड चक्लेट सिद्धिएको थियो। अनि मैले चाहिँ यो हेजलनटलाई चाहिँ माइक्रोवेभ गरेर लिक्विडी बनाएँ। अनि त्यसपछि मसँग यो के अरे मिल्क व्हिप क्रिम थियो, मैले यो एड गरेँ माथिबाट। अनि त्यसपछि त्यसमा यसलाई चाहिँ मैले लिक्विड चक्लेट बनाएको क्या वार्म गरेर यसरी एड गरेँ। अनि त्यसपछि त यति मिठो भएको थियो यो। मलाई है बाहिर किनेर खाएको भन्दा नि मिठो थियो क्या। अनेस्टली भन्नुपर्दा स्टारबक्सकै लेभलको थियो पुरै। त्यो टिम हर्टनको भन्दा चाहिँ एकदम मिठो थियो। अनि त्यसपछि मैले यो चाहिँ छोरीलाई पनि अलिकति टेस्ट गर्न दिएँ, कस्तो लाग्यो भनेर सोधेको। उसलाई एकदमै मिठो लाग्यो अरे, फेरि बनाउनु है भनेर भन्दै थिएँ। थ्याङ्क यू फर वाचिङ।